आइसक्यो लिन त भिडियोमा आइसक्यो यता भिडियोमा आइसक्यो यो त तलबाट यसरी गर्दा पनि हुन्छ मोबाइलहरू प्रायः चाहिँ म एकदमै समातेरै गर्छु ल यसको रगतमा हेर्नुहोस् सबैजनालाई विशेष गरी हामी यो ठाउँको लागि चाहिँ यो भूमिको लागि चाहिँ हामी प्रार्थना गर्दै हिँडेका छौँ साँच्चै यसो जिउँदो हुन्छ भन्ने कुराहरू हामी सबैलाई सुनाउँदै हिँडेका छौँ प्रभु आफ्नो सम्पूर्ण काम गर्नुहुन्छ बाटो पनि यस्तो छ हेर्नुहोस् त यहाँको बाटोहरू डेन्जरस छ बाटोहरू चाहिँ हामी नुवाकोटमा छौँ है अहिले हाम्रो हेर्नुहोस् यहाँको भूमिहरू यहाँको पर्वतहरू यहाँको ठाउँहरू हामी देख्न सक्छौँ जसो तालसिबा यहाँको ठाउँहरू यस्तो छ मकैको ढोरहरू यहाँ देख्न सक्नुहुन्छ हजुरहरू हाम्रो यहाँको बाटोको अवस्थाहरू यस्तो छ प्रभुको राज्यको लागि काम गर्नु सजिलो छैन त्यो मित्रहरू किनकि क्रुस बोक्नु हामीले कतिचोटि चाहिँ क्रुसलाई कल्पना गरेका छौँ अनि हामीले काठको क्रुसलाई मात्रै हामीले कल्पना गरेका छौँ साँच्चै क्रुसको यात्रा चाहिँ धेरै कठिन छ प्रियहरू यहाँ हेर्नुहोस् क्रुसको यात्रा हिँड्दै गर्दा चाहिँ कतिचोटि हामी चिप्लिनु पर्ने हुन्छ लडिन्छ है यहाँ देख्नुहुन्छ हाम्रो भाइ विशेष गरी एउटा प्रभुको सेवक हुनुहुन्छ है यहाँको लागि चाहिँ विशेष खम्बा हुनुहुन्छ हाम्रो भाइको माध्यमबाट हामी धेरै ठाउँमा आज प्रभुको कामको विषयमा हामीले सुसमाचार सुनाउनु प्रार्थना गरेका छौँ डाँडा डाँडामा होइन व्यक्तिले नसुने पनि यहाँको भूमिले यहाँको ढुङ्गा माटोले यहाँको सबै कुराहरूले चाहिँ सुनेको चाहिँ एक दिन यसको प्रत्युत्तरहरू आउनेछ किनकि सबै कुरा उहाँले बनाउनु भएको हो परमेश्वर भन्नुहुन्छ होइन एक दिन चाहिँ उहाँको न्यायको दिनमा चाहिँ हरेक कुराले चाहिँ उहाँको प्रशंसा गर्नुपर्छ होइन किनकि न्यायको दिनमा चाहिँ यो ढुङ्गा माटो जमिनले भूमिले चाहिँ यो पर्वतहरूले पनि होइन यो नदीहरूले समुद्रहरूले चाहिँ उहाँको अगाडि चाहिँ न्याय बुझाउनुपर्छ त्यसैले चाहिँ हामीले यो ठाउँमा यो क्षेत्रमा सबै ठाउँमा हामीले सुसमाचार सुनाएका छौँ जहाँसम्म हामीले सक्यौँ 2 घन्टाको अवधिमा होइन एकदमै कठिनाइको यात्रामा पनि हामी सबै ठाउँमा सुसमाचार सुनाएका छौँ प्रियहरू तपाईँहरूले पनि प्रार्थना गरिदिनु होला यो नुवाकोटको लागि चाहिँ होइन यो गोसाइकुण्ड जाने बाटो हो यो चाहिँ विशेष गरी माथि जाने बाटो तर बाटो यस्तो डेन्जर रहेछ तर पनि हामी चाहिँ आफ्नो लक्ष्यहरूलाई लिइकन चाहिँ तब हामीसँग हुनुहुन्छ स्वर्गदूतको घर हाम्रो बिचमा छ हामीलाई त्यो विश्वास छ होइन हामी यसरी चाहिँ हिँडिरहेका छौँ तपाईँहरूको प्रार्थना प्रियहरू होइन अनि प्रार्थनाको उत्तरहरू आज हामी यहाँ छौँ उहाँ साँच्चै जिउँदो हालेलुया यसको नाउँमा हालेलुया ओ जिजस बराबर यसको हेर्नुहोस् न यहाँको बाटोहरू यस्तो छ मकैहरू सुकाएको छ ल हेर्नुहोस् यहाँको गाउँहरू हामीले तपाईँको योजना यस्तो हुन्छ हामी यहाँ आइपुगिन्छ भनेर हामीले कल्पना पनि गरेका थिएन प्रियहरू ल हेर्नुहोस् है ओहो यति ठाडो छ कि यहाँको बाटो है बाटोको अवस्था कस्तो छ नाउँमा भाइहरू बाँसहरू देख्न सक्नुहुन्छ है यहाँको बाटोको लागि पनि प्रार्थना गरिदिनु सबैजनाले यो बाटो चाहिँ सही समयमा चाहिँ सदुपयोग गर्न सकेको भनिकन यहाँ क्षेत्र हेर्नुहोस् न भौगोल क्षेत्रमा कति राम्रो छ यहाँको भौगोलिक क्षेत्रमा पर्यटक एरिया बाटोहरू पनि सुधार हुन सकेको छ भनेर प्रार्थना गरिदिनु होला फेरि यहाँ बेबल चाहिँ रहेछ तर एकदम कठिनाइ छ है यहाँ यसको ठाउँमा यहाँको घरहरू यसो जिउँदो हुनुहुन्छ जिउँदो छ मेरो मनमा यसो जिउँदो छ सङ्कटमा मेरो सहारा यसो सधैँ जिउँदो छ यसो जिउँदो छ मेरो मनमा यसो जिउँदो छ सङ्कटमा मेरो सहारा
येशू सधैँ जिउँदो छ ओ येशूको रगतमा ओ येशूको रगतमा प्रभु यीशुलाई हामी तपाईँको रगत लगाउँदछौँ येशू तपाईँ जिउँदो हुनुहुन्छ येशूको नाउँमा प्रभु घोषणा गर्छौँ यो क्षेत्रको लागि बाटोहरूमा प्रभु तपाईँ पवित्र आत्मा प्रभु छिट्टै निर्माण गर्न सकोस् भनेको चाहिँ योजना भयो भने येशूको नाउँमा जिजस ओ हालेलुया भन्नुहोस् क्रुसको यात्रा भनेको यही हो है प्रेहरू हेर्नुहोस् कठिन छ गाह्रो छ होइन सहरमा चाहिँ सजिलै तरिकाले हामी काम गर्छौँ तर गाउँमा कसले गरेर गर्ने हेर्नुहोस् त यहाँको यात्राहरू ओए छ्यान्जु भयो यसको नाउँमा त हेर्नुहोस् त ओइ उप्रा गाउँ उप्रा गाउँ है यो उप्रा गाउँ हेर्नुहोस् उप्रा गाउँ यहाँ चाहिँ यसको नाम उप्रा गाउँ हेर्नुहोस् यहाँको भौगोलिक क्षेत्र त एकदमै राम्रो छ नि बाटो चाहिँ धेरै ठाडो हो क्या पिच भए त ठिकै हो है गाह्रो छ है पछि भए त भाइ चाहिँ फेरि पिताको चाहिँ यहाँ यो बाटोको लागि चाहिँ खतरै हुनुहुन्छ भाइलाई प्रभुले आशिष दिनुभएको होस् एकदम म चाहिँ यो बाटोमा सकिनँ मैले चाहिँ प्रेहरू है भाइले चाहिँ गुटुङ टुटुङ चलाइराख्नु भएको छ हाम्रो भाइ चाहिँ एकदमै यो बाटोको लागि खतरा है हामी चाहिँ अब अलि पिजो मात्रै चलाउने बानी भएको कारणले गर्दा होइन यो ठाउँमा चाहिँ अलि नसकिँदो रहेछ बिहान म झनै चिप्लेन तर हाम्रो भाइ चाहिँ यहाँको लागि चाहिँ विशेष एकदमै हिँडिराखेको कारणले गर्दा एकदमै चलाइराख्नु भएको छ धन्यवादलाई प्रभुले आशिष दिनुभएको मेरो भाइलाई धेरै लामो समय पछाडि भाइसँग भलाकुसारी गर्ने सुसमाचार सुनाउने प्रभुको प्रेम बाँड्ने यो आशिषहरू हामीले पाएका छौँ धेरै व्यक्तिहरूमा यो कुराहरू हामीले देख्दैन प्रेहरू यो चाहिँ प्रभुको जनहरूसँग मात्र छ यो आशिषहरू यो प्रेमहरू है याद गरिराख्नुहोस् है पारीको गाउँहरू हेर्नु त कति रमाइलो गाउँहरू छ यहाँ चाहिँ है तपाईँहरूलाई पनि स्वागत छ यो ठाउँमा आउनुहोस् होइन कामको लागि चाहिँ आउनुहोस् यसुको नाउँमा येशू 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 मेरो जीवनको येशू येशू मेरो मुक्तिदाता येशू 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 मेरो जीवनको राजा येशू येशू मेरो मुक्तिदाता हालेलुया गाउँदै आउँदैछु तपाईँको सिंहासन अघि हालेलुया आउँदैछु तपाईँको त्यो सिंहासन अघि यस हालेलुया पवित्र हातु चल्दै पवित्र हातु चल्दै पवित्र हातु चल्दै हालेलुया पवित्र हातु चल्दै पवित्र हातु चल्दै हालेलुया पवित्र हातु चल्दै येशू 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 मुक्तिदाता हालेलुया गाउँदै आउँदैछु तपाईँको त्यो पवित्र येशूको नाममा हो ये प्रभु हो यो बाटो चाहिँ निर्माण हुनुहुन्छ येशूको नाममा जातिहरूले यो बाटोको कारणले गर्दा पनि येशूलाई पाउन सकोस् येशूको नाममा हो येशू जिउँदो हुनुहुन्छ है प्रेम साँच्ची नै
अवस्था बाटोको अवस्था हेर्नुहोस् एकदमै यशोको नाउँ छ सारा संसारमा सबैलाई गर्न उद्धार यशोको नाउँ छ सारा संसारमा सबैलाई गर्न उद्धार दुनियाँमा क्रुसमा चढी देखाए आफ्नो प्यार दुनियाँमा क्रुसै चढी देखाए आफ्नो प्यार येशू नाम मात्र सबै दुनियाँमा सबैलाई गर्न उद्धार येशूको नाम स्वर्गको मुनि मान्छेको बिचमा कुनै अरू नामै छैन स्वर्गको मुनि मान्छेको बिचमा कुनै अरू नामै छैन येशू नाम मात्र सारा दुनियाँमा पापीलाई गर्न उद्धार येशू नाम मात्र सारा दुनियाँमा पापीलाई गर्न उद्धार येशूको नाम सारा संसारमा सबैलाई गर्न उद्धार येशू नाम मात्र सारा दुनियाँमा सबैलाई गर्न उद्धार येशूको रगतमा र तपाईँको रगतमा मुक्ति छ उद्धार छ शान्ति छ प्रभु पापीहरूको लागि उद्धारकर्ता तपाईँ मात्र हुनुहुन्छ अरूमा मुक्ति छैन प्रभु अरूमा जीवन छैन र हरेक जातिहरूलाई थाहा छ तर पनि प्रभु आज कतिको हृदयहरू पवित्र आत्मा प्रस्तुत गर्न सकेको छैन त्यसैले प्रभु हरेक जातिहरूलाई पवित्र आत्मा तपाईँ प्रेम गर्नुहुन्छ निगाह गर्नुहुन्छ पवित्र आत्मा प्रार्थना गर्छौँ तपाईँ यो ठाउँको लागि तपाईँ उद्धारकर्ता बनिकन आइदिनुहोस् प्रभु ताकि जातिले प्रभुलाई थाहा गर्न सकोस् चिन्न सकोस् यता चाहिँ यो प्रेसर र चाहिँ यहाँ चाहिँ कोदो मकै सबै यो खेतीको ठाउँमा राम्रो ठाउँहरू छ त्यसरी चाहिँ उसमा आइपुग्यौँ लगाएको घरनिर आइपुगेका छौँ हामी माथितिर घर हो कलतिर जाने कि माथितिर कलतिर जाने हेलो भाइ हामी भाइको घरमा आइपुग्यो भाइको बाइक हो भाइ ल
ल यहाँ चाहिँ के मेरो भन्नु छ? घरमा आइपुग्यो हामी जे होस् परमेश्वरलाई सकुशल नै यहाँसम्म ल्याइदिनु आमेन, आमेन। दिन चाहन्छु। ल धन्यवाद। यो भाइको घरहरू इँटाहरू यो निर्माण कार्यहरू हुँदैछ। भाइको अबको योजना चाहिँ घर निर्माण गर्ने भन्ने कुराहरू भइरहेको छ। प्रभुको अनुग्रह प्रार्थना गरिदिनु होला सबैजना। हुन्छ, जय मसी।